पहिला हामी सानो हुँदा यस्तो बाँसको झाङ यसको पात झर्छ अनि स्कुलबाट आएपछि टाढा जङ्गलतिर घाँस जान अल्छी लाग्ने अनि एउटा डोको र बोरा बोकेर यस्तो बाँसको यसको पातहरू मेलोले खोलामा टिप्थ्यौँ मेलोले बोरामा भोरी अनि डोकोमा भोरी पारेर ल्याइदिन्थे खान्थे बिचरा त्यो गाई गोरुहरूले पनि म फेरि अल्छी लाग्ने के गरेको होला भनेर होला गाडीको मान्छेले पनि मलाई जसरी राम्रोसँग हेरिरहेछ घाँस नै खोज्यो भने क्या हो तरी बटुलेर स्याप्प यस्तो च्याप्प मुठा बाँधिदिने अनि बोरामा डोकोमा हालिदिने अनि ल्याएर सरर त्यो गाईको उसमा गाईको ठाउँमा पोखाइदिने त्यो गाई पनि तर्सिन्छ एकचोटि चाहिँ अनि आज यिनीहरूले यही दिने रहेछ भनेर एकछिन चाहिँ हेर्दै विचार गर्दै मलाई हेर्दै गर्छन् अनि होइन आज यसरी यही दिने रहेछ भनेर अनि बिस्तारै खान सुरु गर्छ एउटा दुईटा गर्दा गर्दै रातभरिमा त सबै भ्याउने रहेछ तिनीहरूले पनि बिचरा नखाएर सुख भन्दै खायो होला नि मेरो मामा पारिबाट आउनुभएको रे कसको साइकलमा आएको ठन्डा आएको अहिले गाली गर्छ भनेर यहाँ चाहिँ भिडियो अफ गरेको मलाई जङ्गल जानलाई साथी पर्खेको आएन